म त एकदम शब्द खोज्दा खोज्दै बत्ती गयो तिमीलाई थ्याङ्क यू भन्नको लागि होइन। अब त्यो त्यति नै मलाई चाहिँ लाग्छ। अब दयाहाङ दाइले काजीको रूपमा एउटा स्थापित क्यारेक्टर हो भन्ने कुरा चाहिँ सर्वविदितै छ, सबैलाई थाहा भएकै कुरा हो। तर अब फरक के छ त त्यो काजी र यो काजीमा भन्दाखेरि चाहिँ कबड्डीमा चाहिँ दयाहाङ दाइको चाहिँ काजी नाम हो। काजी पुन, काजी थकाली अथवा काजी शेरचन यस्तै केही नाम हो भनेदेखि हाम्रो फिल्ममा चाहिँ काजी भनेको नाम चाहिँ नाम होइन, यो चाहिँ एउटा बाबुबाजेदेखिको एउटा लिगेसी काजीवाला त्यो काजी हो। त्यो कारणले पनि अब यो फरक हो होइन। यो छेत्री काजी, म थापा काजी, यस्तो काजी भन्ने खालको काजी हो। अनि त्यो कारणले गर्दा यो नाम र यो एउटा त्यो लिगेसी जस्तो एउटा यो काजी यत्तिकै पनि फरक छ होइन। त्यही नै हो। अब कम्पेयर त कसरी हुँदैन होइन। अब कबड्डीको काजीसँग अथवा नाम मिल्नु चाहिँ एउटा संयोग मात्रै पनि हो होइन। अब त्यो एउटा यस्ता खालका त कयौँ भइसकेका होलान् होइन। कुनै फिल्मको पात्रको नाम चाहिँ फेरि गएर चाहिँ अर्को फिल्म बन्नु त्यो नाममा त धेरैचोटि भइसकेको होला। अब कस्तो कुनै फिल्ममा ठुले भनेको कुनै चरित्रको नाम थियो भनेदेखि ठुले फिल्म बन्यो। अब त्यसमा शिवश्रेष्ठ दाइको के गल्ती होइन। त्यस्तै हो। डायलग्सहरू चाहिँ अब एकदमै त्यो त्यति बोल्दाखेरि चाहिँ डायलगहरू चाहिँ त्यति बेला चाहिँ एकदमै हामी त्यो स्क्रिप्टमा बसेर हेरेर सोचेर हजारचोटि हेरेर त्यो सिन गर्नुभन्दा अगाडि त्यस्तरी रेडी भएर बोलेको हुन्छौँ। अझ यो त सिङ्क साउन्ड हो होइन। यो सिङ्क साउन्ड भएको भएर चाहिँ अब हामीले डबिङ पनि गर्नु परेन। त्यो कारणले गर्दाखेरि त अब अझ अलिकति डबिङमा भएको भएदेखि अझ अलिकति आउँथ्यो एउटा याद फेरि अलिकति। अब डबिङ पनि नभएपछि चाहिँ यो अलिकति अगाडि नै भएको भएर के थियो भन्ने कुरा मैले अलिकति सुन्न पाएँ भने म भन्न त सक्छु होइन। जस्तो अब एउटा मैले सम्झेको हुन्छु अगाडिको नभए पनि, चाहे झुटो बोलुन् चाहे जेसुकै गरौँ मलाई केही फरक पर्नेवाला छैन। मलाई मात्र मेरो कजिनी खुसी हुनु पर्यो। मलाई पनि राम्रै लागेको छ। मैले एकदमै यसमा मैले त्यही भएर पनि मैले चाहिँ थ्याङ्क यू वार्डरोब, कस्ट्युम र मेकअपलाई चाहिँ एकदमै धेरै थ्याङ्क यू भनिरहेको छु। डिओपीलाई पनि एकदमै थ्याङ्क यू भनिरहेको छु। यो जसले चाहिँ देखाइदिनु भयो यस्तो राम्रो, मलाई पक्कै पनि मन परेर नै मैले त्यो थ्याङ्क यू भनेको खासमा। साँच्चै मेरो कजिनी ओरिजिनल कजिनीलाई नै गर्छु। सालीहरू त प्रशस्त छन्, यस्तै सालीहरू छन्, माया गर्ने सालीहरू। सालीप्रतिको प्रेम त बहिनीहरू जस्तो हुन्छ होइन। काजी भनेको त आदर्श पुरुष हो, एउटा आदर्श बोकेर हिँड्ने मान्छे हो। अनि काजीको सोच अनुसार चाहिँ साली भनेको पनि बहिनी हो, अझ झन् धेरै बहिनी हो। मेरो श्रीमतीको बहिनी, मेरो अर्धाङ्गिनीको बहिनी, अनि मेरो बहिनी भएन झन् एउटा। यसमा खासै त्यस्तो छैन। अब म कस्तो भन्दा केयरिङ नै होस् मेरो को एक्टरहरूलाई, म सबैलाई नै सकेसम्म वरिपरि गरौँ। अझ पनि फिमेलहरू हुनुहुन्छ भने चाहिँ अझ बढी नै गरौँ। साथी हो गर, ऊ बसिरहेछ, ऊ उठिरहेछ, हेर्नुहोस् त्यहाँ भन्ने खालको मान्छे पऱ्यो होइन। अब त्यसमाथि अब काजी कजिनीको हामी भूमिकामा केटीसँग त अब मैले फर्स्टमा हामी प्रसादमा पनि यस्तै एउटा लभेबल जोडी नै भएर काम गरेको छौँ होइन, गरिसकेका थियौँ। अब त्यसले पनि हामीलाई त्यो कम्फर्टेबल गरायो। अनि प्लस अब कस्तो हुँदो रहेछ भने अब केटी पनि एकदम प्रोफेसनल एक्टर भयो होइन। अनि अब म पनि प्रोफेसनलै छु जस्तो लाग्छ होइन। अनि त्यो कारणले गर्दाखेरि चाहिँ अब हामी त्यो फिल्मको लागि हो है यो भन्ने खालको हुन्छ नि, त्यो चाहिँ हुन्थ्यो सेटमा एक खालको। अब त्यो कस्तो भनेदेखि अब हाम्रो समयमा चाहिँ भर्खर नवविवाहित जोडीको जस्तो एउटा चाहिँ यस्तो प्रेमी जोडी छ कि अब जसमा अब कजिनीप्रति कजिनीले त जे गर्दा पनि काजीलाई रिस उठ्दैन, अथवादेखि केही गल्ती गर्दा पनि छुट्छ कजिनीलाई होइन। अब त्यस्तो खालको पात्र मैले गरेको छु भनिसकेपछि चाहिँ मलाई अब अरू कुराहरूमा पनि अब हुन्थ्यो। म खानासानाहरूको कुराहरूमा पनि अहिले मलाई ल्याइदिएको उसले खान्छ ल्याइदिएको छैन, मलाई मात्रै ल्याइदिएको केही लग्दैन त्यहाँ भन्ने खालको अब त्यस्तो एउटा केयरिङ त भइ नै हाल्छ। त्यस्तो हुँदा चाहिँ गरेको छौँ है।
हामी सबैले चाहिँ अब यो गर्नुपर्ने साथ सहयोग गर्नुभएकै छ जस्तो लाग्छ। अब त्यस्तो पहिलो कुरा त अब हामी प्रडक्टमा पनि विश्वास गर्नुपर्छ। अब यो मात्रै भनेर हुँदैन कि फेरि अब सबैले आइदिनुहोस् हेरिदिनुहोस् हाम्रो चलचित्र मात्रै भनेर हामीले त्यो भयो भने चाहिँ फेरि हामी जहाँको त्यहीँ मात्रै हुन्छौँ। एउटा इन्डस्ट्रीलाई फेरि हामी अलिक डेभलप गर्न चाहन्छौँ भनेदेखि चाहिँ हामी मुभी मेकिङमा चाहिँ अझै बढी ध्यान दियौँ भनेदेखि चाहिँ होइन, त्यो एफर्ट चाहिँ फेरि मेकिङतिर लगायौँ अथवादेखि कामतिर लगायौँ भनेदेखि चाहिँ तपाईँहरू अल्टिमेटली दर्शकले नै राम्रो गर्नुपर्ने हो होइन। त्यसैले राम्रो सिनेमा बनाउनतिर बल गऱ्यौँ भनेदेखि चाहिँ त्यो एफर्ट लगायौँ भने चाहिँ अझ बेटर हुन्छ है। फेरि यो लास्टमा त त्यो छँदैछ, केही भएन भने चाहिँ लास्टमा गराइ त्यो छ अप्सन होइन। तर फर्स्टमा चाहिँ वी सुड मेक एकदमै क्लास फिल्म के, त्यसमा चाहिँ ध्यान दिउँ होइन, त्यसमा चाहिँ बढी ध्यान दिउँ। त्यसले चाहिँ हामीलाई अहिलेलाई मात्रै होइन कि एउटा मुभी इन्डस्ट्रीलाई भोलि पछिसम्म क्वालिटी बनाउँ, त्यस्तो भन्ने चाहिँ मेरो चाहिँ धारणा हो।